यो फ्री भिजा फ्री टिकट अब यसको नामै हटाइदिउँ, यो फ्री भिजा फ्री टिकट छैन भनिदिउँ हैन। अब 10,000 को चिट काट्छ, रिसिप्ट 10,000 को हुन्छ, 5 लाखसम्म तिरेर जानुपर्ने बाध्यता छ। त्यसमा श्रमिक बोल्दैनन्, आतंक चाहिँ मेन पावर व्यवसायहरूले सृजना गरिरहेका छन्। त्यसलाई नियन्त्रणका लागि पनि एउटा प्रभावकारी कदम चाहिँ अब सरकारी तर्फबाट अलिकति चाल्नै पर्ने अवस्था देखिएको छ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ मेन पावर व्यवसायहरूले शाखा कार्यालय स्थापना गरेका छन्, तर उनीहरूको च्यानलमा हो कि च्यानल बाहिर हो थाहा छैन। एजेन्टहरू गाउँ गाउँमा छन्, तिनीहरूले चाहिँ श्रमिकहरूसँग पैसा लिएर वैदेशिक रोजगारमा पठाउने गरेका छन् र त्यो समाउने च्यानल भेटिँदैन। एउटाले अर्को, अर्कोले अर्को गर्दा गर्दै त्यो समस्या सृजना भएको छ। र आधिकारिकको र के कारणले चाहिँ त्यहाँ समस्या भइरहेछ भन्ने कुरा बुझिएको छैन। ती कुराहरू चाहिँ हामीसँग रिलेट भएर ठोकिँदै यसको चाहिँ समस्या समाधान गरिदिनु भनेर आउँछ। यसलाई चाहिँ कार्यान्वयन तहबाटै अलिकति स्ट्रिक्टली जानुपर्छ कि जस्तो लाग्यो र मैले सुझाव दिन चाहेँ। यति नै राखेँ मैले। हस्, धन्यवाद।